Sampi vlog guys. तपाईहरु यो भिडियो हेरेर प्रफुल्लित हुन चाहनुहुन्छ भने यो भिडियो लास्टसम्म हेर्नुस् हाम्रो पिछिसम्म हेर्न सक्नुहुन्छ के भन्न चाहनुहुन्छ भन्नु म एकदम एक्साइटेड छु मेरो पनि फर्स्ट एक्सपिरियन्स हो उसको फागुन 18 गते बर्थडे हो केक काट्न झापाको काँक्रेभित्र पुग्नु होला एसी लाग्यो पनि हेरेर आउनु होला मैले मोबाइल सिज हाम्रो यार अब उसको मोबाइल चाहिँ सिज भएको छ हजुर एप्पल वाच नि छ है भनेपछि दुईटै किड्नी बेचेको हो दुईटै किड्नी बेचेको दुईटै किड्नी बेचेको भए चाहिँ उसलाई गाह्रो हुने भयो किनभने समीप यो चाहिँ एउटा काम सुरु हो किनभने यहाँ आएर के पनि काम गरेको छैन किन थाहा छ म भन्दिनँ किन थाहा छ ए एउटा अन्डा चाहिँ किन मुटु चिसो भइरहेछ अरे स्पर्श नपाएर अहिले देविका दुखी भएको छ त्यति हो दृश्य देख्न सक्नुहुन्छ यहाँ फ्रान्स भर्सेस अर्जेन्टिनाको म्याच भइरहेको छ अनि बल हामी मेसीले हान्नु ल गोल हाम्रो स्वामी भन अब फ्युचरको चाहिँ एकदम खतरा भ्लगर हैन अब सिजन मानिआले फ्लप हान्न सक्छ यो मान्छेले त्यो त अवश्य अब अवश्य भइहाल्छ हैन अब एक दुई वर्षमा तपाईले हैन उसको 1 मिलियन सब्स्क्राइबर भएर गोल्डन प्ले बटन पाएको भिडियो हेर्न पाउनुहुन्छ यदि यो भिडियो फेमस भएर यसको यो मान्छे फेमस भयो भने क्रेडिट चाहिँ मलाई जानु पर्छ किनभने यसको युट्युब च्यानलको नाम मैले राखेको हो गाइस वास्तविकता यस्तो हुँदै पनि हाम्रो समाजमा एचआईभी एड्सका रोगीहरूले यति अवहेलना किन सहनु पर्छ किन यो ड्रामाको ग्रुप गाइस अनि बेरोजगारीहरू हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो सेन्ट जेभियर्समा एउटा मात्र बेरोजगार छ यो कालो चस्मा लाउने मान्छे यस्तो बेरोजगार अर्को बेरोजगार हो यो चाहिँ त्यो सेक्सन एफ होइन एकदमै हुन्छ नि रोजगार एकदमै इम्प्रुभ गर्छु महिनामा 2 लाख कमाउँछु गाइस मात्र 20 लाख अब म गएँ गाइस ड्रामा गर्नलाई हैन यस्तो बेरोजगारीको नमुना भएको एक नम्बरको बेरोजगारीको नमुना हो है यो पनि बेरोजगारीकै नमुना रहेछ एकदमै रोजगार मान्छे गाइस ड्रामा प्र्याक्टिस गर्न चाहिँ हाम्रो भाउजू हुनुहुन्छ है ओ बेरोजगार मिलन के छ अलिचली मिलन दादा भाउजूसँग हाम्रो मिलन भएको छ है साथी शीतल यता आउ न शीतल यसले केही पनि नपाएर मेरो नाम बोलाउँदैछ र म यसलाई इग्नोर गर्नेवाला छु किनभने यसले मलाई हिजो यतिसम्मको दुःख दिएकी थिए कि यतिसम्मको दुःख दिएकी थिए कि भन्दाखेरि त्यो दुःख चाहिँ मैले वर्णन गर्न सक्दिनँ म दाजुभाइहरूलाई दुःख दिन सक्दिनँ हामी यसरी अगाडि सन्डे टुक्को छुस् न होइन मेरी अम्मी कति जाडो तिम्रो लागि आए म त डाँडा काँडा काटेर है मनको धोको पोख्नु छ तिमीसँग बसेर है दाबे मुना नाचिरहेछ तिम्रो मुहार देखेर है देउरालीमा बस्या छु है तिम्रो नाम जपेर मै
साह्रै नै चञ्चल माइला दाइको माधवमा नेमाले नाउवादी सबै मिली घुमी देश गाउँ गाडी हामी सधैँ चिलिम फुकी जस्तो केस निमी गाडी सस्तो साडी महँगो गाडी कालो दायादाले नाको बाँको पारी गाउँ गाडी नालीमा कुमारी जोगाउने बलात्कारी हाडीमा चिनारी लुकाउने सधैँ हामी बारीमा बिरामी फुकाउने त्यही पानी देशको कर्मचारी शक्तिशाली सरकारी 30,000 को तलब 30 वटा घरबारी 20,000 को सडक 20 वटा खाडो पारी खतिहारी बैठमारी सातो हकको अधिकारी कच्च तिर्ने साथ सुन्दर पारी देशको सातुदारी मुसाफिर मैं तेरी मंजिल इश्क का दरिया है बहता डूब जा तुझसे है कहता आ मेरी बाहों में आके मिल शराबी क्या शराबी दिल में जिसके गम न हो लुट गया समझो शराबी पास जिसके अरे शिव यो त पक्कै वर्ल्ड कपको परिणाम हो के जहाँ एउटा होमवर्क देखाउन पनि यत्रो गुनगुन गर्ने हो के हो क्लासमा बाबू तिम्रो नाम के हो भन सर हमारा नाम मिठाई लाल हो हमार बापू को नाम लड्डू लाल हो हमार माई को नाम जलेबी देवी। अरे बाबू
मैले त तिमीलाई तिम्रो नाम सोधेको तिमीले पुरा मिठाई पसलको नाम भन्छ यार के यस्तो खै तिम्रो होमवर्क देखाउ खै होमवर्क यो हो खै कहाँ छ सर होमवर्क त गरेको थिए तर हाम्रा होमवर्क गैया चपाइ गया कहाँबाट यस्तो बहाना बनाउन सिक्छन् हो मेरा विद्यार्थीहरूले दिमागबाट सर म्याग्दी खोला बगी आयो गुर्जा खानीबाट जीवनभरि साथ दिन्छु समाउ मेरो हात मोटरमा घुम्न जानी बेनीको बजार मयालममा लेख्या रहेछ दैवले चुरार आइ झमझम पर्यो पानी गुर्जा खाटैमा जाडो पर्यो सानी आउन काखैमा झमझम पर्यो पानी गुर्जा खाटैमा जाडो पर्यो सानी आउन काखैमा मरेनीको मुनाल काम छ कति राम्रो जोडी मरेनीको मुनाल काम छ कति राम्रो जोडी घर मेरो लुलाङ्गो बसाइ सर्ने हो कि आइ झमझम 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 पर्यो पानी झमझम 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 पर्यो पानी झमझम झमझम पल्केर मनको लाइटर सल्केर दिलैमा आगो लाग्यो दानी कोठेकीमा यो रुपैयाँको मदानी घुम्न थाल्यो लौ है फनफनी यो आँखैको ठेकीमा त्यो रुपैयाँको मदानी घुम्न थाल्यो लौ है फनफनी ताली नेपालको फ्युचरहरू यही छन् है यही ट्यालेन्टलाई बिस्तारै निखार्ने हो तेरी मंजिल इश्क का दरिया है बहता डूब जा तुझसे है कहता आ मेरी बाहों में आके मिल शराबी क्या शराबी दिल में जिसके गम न हो लुट गया समझो शराबी पास जिसके हम न हो ओ साकी साकी रे साकी साकी पास रह न जाए कोई आइसक्नु भएको छ र हजुरले कति राम्रोसँग गर्नुभयो शौचालय एकदम आनन्दसँग एकदम तरिकाले उहाँले शौचालय गएर आइसक्नु भएको छ यो भिडियो बाहिर गयो भने चाहिँ मेरो गल्ती हुनेवाला छैन किनभने एडिटिङ धेरै मटेरियल छ होइन हमारा नाम मिठाई लाल है आगो ताप्न गइरहेको छ आउनुहोस्
यहाँ चाहिँ हाम्रो क्लासको समीक्षा धन्यवाद अब यता देखा न भगाइ लान्छु एक्काइली मोटरमै राखी